नेपालको कर्णाली प्रदेश अवस्थित डोल्पा जिल्लाको त्रिपुरा सुन्दरी नगरपालिकाको छल भन्ने ठाउँमा जहाँ बुरालमस्ट भगवानको वासस्थान छ। म देवताको दर्शन गर्नको लागि यहाँको छल भन्ने ठाउँसम्म आइपुगेको छु। यहाँको छल भन्ने ठाउँमा जानको लागि सिटी उक्लेर पार गर्नुपर्ने भएको छ। गाउँदेखि अलिक तलसम्म सिटीको निर्माण कार्य सम्पन्न हुँदैछ। म आधा सिडीसम्म पुगेको छु। साथीहरू हेर्न सक्नुहुन्छ तपाईँले, सिडी गइराखेको छु। म केही समयपछि माथिको छल भगवानको मन्दिर पनि देखाउने छु। हेर्न साथीहरू, केही समयको हिँडाइपछि म सिडीको अन्तिम चरणमा माथि निर्माण कार्य हुँदैछ। यहाँ अन्तिम चरणमा पुगेको छु। यहाँदेखि अलिक दायाँ साइडबाट कच्ची बाटो छ, पुरानो बाटो। यसै बाटैबाट म छला गाउँमा प्रवेश गरिसकेको छु। तपाईँले देख्न सक्नुहुन्छ झन्डाहरू फरफराइरहेको छ, आलुमहरू देवताहरूको लागि चढाइएको। म त्यहाँ पनि पुग्नेछु, त्यहाँको दृश्य पनि देखाउने छु। फाइनल्ली साथी छला गाउँमा पुग्यो। हेर्नुहोस् यहाँको दृश्य, घरहरू कति सुन्दर छन्। माथि माथि हिमाली भेगहरू हिमले टम्म छ। आकाशमा अलिअलि बादल पनि देखिएको छ। चिसो हावा चलिरहेको छ। अब म लगतै छल भगवानको मन्दिरमा प्रवेश गर्ने क्रममा छु। तपाईँले हेर्न सक्नुहुन्छ, यो हेर्दै जानुहोस्। देख्न सक्नुहुन्छ कति सुन्दर छ देवता वासस्थान भएको ठाउँ। यहाँका जनजीवन, यहाँका मानिसहरू, यहाँको वासस्थान, यहाँको भूमि, यहाँको हावा, यहाँका हिमाल, पाखा, पखेरा कति सुन्दर छ साथीहरू, हेर्न सक्नुहुन्छ। गाउँदेखि पारिपट्टिको दृश्य हो। यहाँ पनि देवताहरू मान्ने चलन छ। देवताहरूको पूजै हुने क्रम छ। यो खोलादेखि पारिपट्टिको गाउँ हो, छलदेखि पारिपट्टिको। यहाँदेखि माथि तीर्थस्थल छ। यहाँका मानिसहरू नआउने, यहाँ भगवानहरूको पूजा आजन गर्दै गर्दा यहाँको चोखो पवित्र पानीले नुहाउनको लागि त्यहाँसम्म पुग्ने गरिन्छ। माथि हिउँ छ, त्यहाँदेखि पानी बर्सेर तल झर्ने गर्छ। हेर्न सक्नुहुन्छ म अहिले ठुलो मन्दिरभित्र गइरहेको छु। यहाँको भूमि फाइनल्ली साथी म आज पुगे लगतै आज यस मन्दिरभित्र बस्ने चाहना राखेको छु। आज म यतै बस्छु होला सायद, मन्दिरभित्रै खानासाना खाएर। भोलि बिहान 9-10 बजेतिर भगवानको दर्शन गरेर यहाँबाट फर्किनेछु साथी। मन्दिरमा पुगिसकेको छु। तपाईँलाई कतिको मन पर्यो यहाँको जीवनशैली, यहाँ भगवानको मन्दिर? तपाईँलाई पनि भेट्न आउन मन छ भने आउनु होला साथीसँगै। सुन्दर ठाउँ छ, निकै चोखो पवित्र ठाउँ छ। आएर भगवानको दर्शन गरेर जान सक्नुहुनेछ। थ्याङ्क यू सो मच।